नमस्कार दर्शकबिन, अहिले भने हामी तेन्जिङ हिलेरी पार्क दृश्यको अवलोकन गर्न हामी यहाँ आइपुगेका छौँ। र यो भने तेन्जिङ हिलेरी पार्कको परिसरको यो दृश्य हो। र यहाँबाट धेरै जग्गाहरूको अवलोकन गर्न सकिन्छ। एकदमै रमाइलो जग्गा छ यो जग्गा। अहिले भने हाम्रो अति आदरणीय पत्रकार महोदयज्यू केन सरसँग सामाजिक सञ्जालकर्मीका मित्रद्वारा यस ठाउँबाट विभिन्न जग्गाको देखिने र अनुमान गर्न सकिने जग्गाहरूको अवलोकन गरिरहेका छौँ। र यहाँबाट धेरै रमाइलो जग्गाहरू देखिन्छ, जस्तै देनताम भयो, थापा डाँडा, मेलिङ, कर्मटार, बेगा र पारिपट्टि जो पँलो लागिरहेको छ त्यहाँनिर राभाङलाहरू पनि देखिन्छ यो ठाउँ। यतिखेर हाम्रो अति आदरणीय पत्रकार महोदय केन सरज्यू यो चाहिँ तेन्जिङ हिलेरी पार्कमा रहेको एउटा पवित्र पोखरी हो, पोखरीको दृश्य। अब चाहिँ भने हामी तेन्जिङ हिलेरी पार्कमा घुमेर त्यहाँको दृश्यको अवलोकन गरिसके बापत हामी अब फर्किँदैछौँ। हुन्छ लाग्यो त। र यसरी नै हामी आज दिनभरि तेन्जिङ हिलेरी पार्क घुमेर यहाँको हरेक दृश्यहरूको मनोरञ्जन लिएर हामी अब फर्किन लागिरहेछौँ। र साथीभाइहरूसँग यसरी नै फर्किरहेको छु। क्याम्पिङ बस्नु जानुपर्छ, लाइक दुई दिन 3 दिन जस्तो मजाले हो। हजुर 3 बजी भयो। अब त आइपुगेला माथि होला नि। र यसरी नै दुःख साथीभाइहरूसँग दिनभरि घुमेर रिफ्रेस भएर हामी फर्किन लागिरहेको छौँ। भनिन्छ नि, जीवन हुँदा नै जिउन सिक, मृत्यु अगाडि कहिले नमर भने झै जीवन हुँदा नै जिउन सिक्नुपर्ने अवस्थाहरूलाई मनमा लिएर यसरी आज दिनभरिको यात्रा रहेको थियो। दर्शकबिन, आउने दिनहरूमा हामी फेरि पनि भिडियो लिएर आउनेछौँ। र यो भिडियो कस्तो लाग्यो अन्तसम्म हेरेर लाइक, कमेन्ट, सेयर गरिदिनु होला। धन्यवाद।